होस ठेगानमा नरहेको व्यक्तिले मर्डर गरेमा के हुन्छ? मुलुकी अपराध संहिताको दफा 14 ले चाहिँ होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम अपराध नहुने भन्छ। भन्नाले कुनै व्यक्ति मानसिक रूपमा अस्वस्थ छ र उसले गरेको कामको उसले परिणाम बुझ्न सक्दैन भने उसले गरेको काम चाहिँ कसुर नहुने भनेर भनेको छ। र त्यसरी नै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 128 ले पनि होस ठेगानमा नरहेको व्यक्तिको कार्यवाही सम्बन्धीमा व्यवस्था गरेको छ। यो दफाले चाहिँ के भन्छ भने कुनै व्यक्ति आफ्नो मुद्दामा प्रतिरक्षा गर्न सक्दैन भने उसलाई चिकित्सकद्वारा जचाएर ऊ होस ठेगानमा नरहेको प्रमाणित भयो भने उसको मुद्दा मुल्तवीमा पनि राख्न सकिन्छ र ऊ थुनामा रहेछ भने उसलाई थुनामुक्त पनि गर्न अदालतले आदेश दिन सक्छ। रिसेन्टली चलिरहेको कुमार थापा उर्फ नेपाली ब्रोको मुद्दामा पनि नेपाली ब्रोले त्यो कसुर त्यो मर्डर गर्दाका बखत ऊ होस ठेगानमा थिएन भनेर प्रुभ गर्न सक्यो भने उसले गरेको त्यो अपराध नमानिन पनि सक्छ, उसको मुद्दा मुल्तवीमा राखिन पनि सक्छ र ऊ थुनामा रहेछ भने उसलाई थुनामुक्त पनि गर्न सक्छ। यो कानुनी व्यवस्था तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।